हेलो गाइज वेलकम टु माई भ्लग। आज चाहिँ मम्मी र म भएर टक्क बुढो घर टिका लाउन जाँदैछौँ। उ त्यहाँ छ हाम्रो बुढो घर चाहिँ उहाँ माथि छ। यहाँबाट करिब हाम्रो घरदेखि करिब 15 मिनट जति लाग्छ, किनकि यहाँ खोलो तर्नु पर्छ नि त। खोलो तर्नै लाग्छ 5 मिनट जति। त्यही भएर गाइज अब मम्मी र म भएर चाहिँ आज हरितालिका नै ह्याप्पी दसैँको टिका लाउन चाहिँ जाँदैछौँ मम्मी र म भएर। सो घरदेखि हाम्रो मूल घर सबैको छ नि त, दसैँमा मूल घरमा गएर टिका लाउनु पर्छ भन्ने। त्यही भएर हामी चाहिँ मूल घरमा गएर टिका लाउँदैछौँ। घरमा टिको सिको चढाएर सबै कुराहरू भएर हामी आइसकेछौँ। अब यहाँबाट फेरि निस्किनाले यत्रो सही गाह्रो छ हो, गाह्रो छ। मम्मी यहाँबाट बाटो छैन कि, यहाँनिर ग्राउन्ड बनेछ नि त, त्यही भएर ल निस्किनु के पल्टिन। ए मम्मी मर्नलाई पल्टिनुलाई। सो गाइज हामी चाहिँ अब जाँदैछौँ मम्मी र म भएर। म त फटाफटी निस्किन्छु त, मम्मी सानी हुनुहुन्छ कि त्यही भएर निस्किन सक्नु न। अहिले फेरि एकछिनमा म बाबा भएर चाहिँ मावला त्यो टिका लाउनु जाने रे होइन। सो अहिले चाहिँ हामी चाहिँ बुढो घरमा मतलब मुली घरमा भन्छ नि त, मुली घरमा टिका लाउन आएको। अनि त्यही हो गाइज, एकदम रमाइलो भन्दा पनि पहिलाको जस्तो रमाइलो छैन। अलिअलि रमाइलो छ, त्यति खासै रमाइलो चाहिँ छैन। राम्रो हेर्न जान पनि मन लाग्दैन। अनि अब के गर्नु, रमाइलो नभए भने मन हुनु परिहाल्यो। वर्षको एकपटक आउने चाड दसैँ। सो गाइज अब हामी चाहिँ घरमा बुढो घरमा पुग्न आँटी पनि सकेका छौँ। केही बेर लाग्छ अझै, करिब त्यस्तै 10-15 मिनट जति लाग्ला त्यही पनि। अनि यो दसैँ भन्छन् हजुर, दही खै थाहा भएन, लानुभयो होला नि, लानुभएको त होला नि। तपाईँले केही भन्नु, मैले देखिनँ कि तपाईँले देख्यो होला लानुभएको होइन। त्यही भएर गाइज अन्तिम समय हेर्दै गर्नु होला। म आज तपाईँहरूलाई सबै देखाउनेवाला छु। सो अहिलेको लागि चाहिँ यति नै भन्न चाहन्छु। घरमा पुगेपछि म देखाउँछु। ओके गाइज, बेलाउती पाके छैन नि बेलाउती पनि यहाँ। ए ऊ त्यहाँ पाके रहेछ, ऊ त्यहाँ वहाँनिर पाकेछ, ऊ त्यहाँनिर पाके रहेछ। तर के गर्नु, टाढा छ। ए यो चाहिँ बाइक हिँड्ने बाटो। यस्तो अप्ठ्यारोबाट अङ्कलले बाइक लिएर आउनुहुन्छ। यहाँनिर यस्तो अप्ठ्यारोबाट लिएर आउनुहुन्छ। इ हाम्रो बुढो घर यहाँनिर, टिको लाउने घर यहाँनिर आइसके। यति नै छ। ऊ त्यहाँ छु, त्यहाँनिर छ। अब सबैजना आइसक्नु भा होला। अब हामी गएर टिको लगाउने टाइम भइसक्यो। यस्तो जङ्गलमा नि घर हुन्छ र भन्ने जस्तो लाग्न सक्ला कतैलाई। बेलुकी पाके रहेछ। कहाँ गयो पाके बेलुकी। दसैँ आएपछि त घर रङ्गिन गरेर आएको छ नि पुरा। त्यहाँ फुलेछ। हाम्रो सबैभन्दा मुली मान्छे मकै हुन्। फले कि नै? अहिले त तिमी र म मात्र, तिमी म सुजन मात्र। दक्षिणा मस्ती पाइन्छ होला। पाकिमा नि भयो, मस्तै पढेन मात्रै। अझै अर्की भए भाषा चाहिँ नुगे। मस्तै पढे नमात्रे। यसको पालो हो। यता लाइन अलि पछाडि। भाषा चाहिँ अर्को छ, अझै अर्को भए।
नमस्ते बडे नमस्ते रात सक्ने भन्छ नि फ्री फायर खेल्न यो त मेरो प्रत्येक लाइन बाई लाइन गयो भाइ खिच्नु न लगाइदिएको ठाउँमा त भाउको भाउ छोरो के भन्नु होला ल ल ल यस्तो भिडियो बनाएको 60 बेला दिन जान्छ बिहामा कसो लाग्छ के भयो कसका बिहामा ल बिहामा जा यसको बिहामा जान्न बङ्गाल बोकेर उहाँ तल मोटरबाट पुऱ्याउनु होला एउटा म टिपेर खालिदिन्छु भिडियो बनाएर हाल्नु पर्छ क्या के भन्नु त भनेको के भन्नु ए आशीर्वाद पनि अन्त मम्मीले मलाई पुजी ल राम्ररी पढे अरू के भन्नु त्यहाँ भन्दा बुझे ठुलो नि ठुली मान्छे गणेश नमस्ते गर्छ बोलाइदिएको जम्मा लाभ गरी आया पेट दुखो कतै नसु नमस्ते फोटो खिच्ने नाम डाल्नु भएको अहिले म दुब्ला आउँछु र मोबाइल के आइसिन्छ मोबाइल चार्जमा हाल्न ला भनेपछि एकछिन हेरेर चार्जमा हाल्दैछ भन् न म त मानेको नानी राम्रोसँग है के खानलाई छु भएन ल भयो ओके गाइज आजको दसैँ चाहिँ हाम्रो सकिसकेको छ आज यति नै भन्दै मेरो भ्लगलाई यहाँनिर इन गर्न चाहन्छु हस् थ्याङ्क यू सो मच अल अफ यु यति बेरसम्म हेरिदिएकोमा अनि यति भन्दै आजको भ्लगलाई यहाँनिर इन गर्दै सबैजनालाई ह्याप्पी दसैँ भन्दै इन गर्न चाहन्छु हस् थ्याङ्क यू सो मच लभ यु गाइज